साथीहरु नमस्कार। आजको भिडियोमा स्ट्यान्ड फ्यान कसरी फिटिङ गर्ने भन्ने बारेमा बताउन गइरहेका छौं। यो हाम्रो स्ट्यान्ड फ्यानको बेस रहेको छ अनि यो साइडमा देखेको जुन यो रड टाइपको छ यसलाई चाहिँ स्ट्यान्ड भन्छन् टेबल फ्यानको। अनि यसको तल्लोपट्टि एउटा वासर लागेको एल टाइपको नट बोल्ट रहेको हुन्छ। यसलाई चाहिँ हामीले खोलिसकेपछि हामीले यो जुन टेबल फ्यानको तल बेस रहेको छ यसमा राखेर चाहिँ यसलाई उल्टा फर्काएर माथिदेखि जुन चुडी भएको भागलाई भित्रपट्टि हालेर हामीले यसलाई टाइट गर्ने। टाइट गर्दाखेरि हामीले हातले नै टाइट गर्न इनफ हुन्छ। अरू कुनै यसमा पाना चाबीहरू युज गर्नको लागि केही चाहिँदैन। त्यसपछि हामीले जुन स्ट्यान्ड फ्यानको यो जुन एडजस्टमेन्टको लागि हाइट एडजस्टमेन्टको लागि यो भित्र रड दिएको हुन्छ त्यसलाई चाहिँ यो प्लास्टिकको जुन हरियो कलरको नट छ यसलाई खोलेर चाहिँ हामीले तलमाथि गर्न सक्छौँ। र जुन हामीले अब यो नट जुन यो देखिरहेको छ यसलाई चाहिँ पेचकसको मद्दतले अलि लुज गरेर जुन हामीले अघि रड हालेका छौँ त्यो रडमा माथिदेखि फसाइदिने। अब त्यति गरिसकेपछि हामीले जुन यो स्क्रु दिएको छ यसलाई पनि राम्रोसँग टाइट गरिदिनु त्यो नटमा राखेर, नत्र भने हाम्रो यो खस्ने डर हुन्छ। त्यसपछि अब हामीले यो ब्लेडलाई पनि खोल्ने। ब्लेडलाई खोलिसकेपछि अब हामीले यो पंखाको सापटमा एउटा अगाडि नट रहेको हुन्छ प्लास्टिकको, यसलाई चाहिँ उल्टा घुमाएर खोल्ने। र त्यसपछि हामीले जुन पछाडिको यो जाली लगाउनको लागि नट दिएको त्यसलाई पनि खोल्ने। र अब जुन यो लक दिएको हुन्छ यो व्हाइट लक देखिराख्नु भएको छ त्यसमा हामीले जाली फिट गरिदिने। फिट गरेर फेरि हामीले दोबारा चाहिँ जुन नट खोलेको थियो पछाडिपट्टिको त्यसलाई कसिदिने। त्यसलाई कसिसकेपछि अब हामीले यसको फ्यानको ब्लेड लिने, यानि यसलाई पाता पनि भन्छन् हैन। यसलाई हामीले जुन सापटमा लक दिएको हुन्छ त्यो कालो कलरको एउटा यो सानो किला जस्तो देखिएको छ त्यसलाई चाहिँ हामी सापट पिन भन्छ। र त्यो सापट पिनमा जुन पंखाको पछाडिपट्टिको भाग रहेको हुन्छ त्यसमा पनि अलिक ठाउँ बनिएको हुन्छ त्यसलाई मिलाइदिने। र त्यो मिलिसकेपछि अब हामीले जुन अघि नट खोलेको छ यसको चाहिँ चोडी उल्टो हुन्छ। हामीले जस्तो अरू नटहरू टाइट गर्दाखेरि यो खुल्छ र अरू नटहरू खुल्दाखेरि चाहिँ यो टाइट हुन्छ अरे। क्लोकवाइज र एन्टी क्लोकवाइज भन्छन्। यो लगाइसकेपछि अब हामीले फ्रन्टवाला जाली लगाउनु छ। फ्रन्ट जाली लगाउनको लागि हामीले अब जुन यता लोगो दिएको हुन्छ, कुनैमा लोगो हुन्छ र कुनैमा लोगो हुँदैन हैन। यो चाहिँ लोगो दिएको छ, यसलाई पनि राखेर सानो स्क्रुहरू दिएको हुन्छ। कुन कहाँनिर फिटिङ बस्छ त्यो मिलाएर हामीले यो स्क्रुहरू टाइट गर्ने। र यो टाइट गरिसकेपछि अब हामी फ्रन्ट जालीलाई पनि लगाउनेछौँ। फ्रन्ट जाली लगाउँदाखेरि हामीले पहिला जुन यो जालीको बेल्ट दिएको हुन्छ यो बेल्टलाई पछाडिपट्टि लगाउने। र यो बेल्ट लगाइसकेपछि अब हामीले अब अगाडिको पनि जाली जुन कम्पनीको ब्रान्डिङ गरेको छ त्यो ब्रान्डिङ हामीले अगाडिपट्टि जुन सिधा हुन्छ पंखा राखेपछि सिधा ब्रान्डिङ देखिन्छ त्यो हिसाबले चाहिँ हामीले यसलाई एडजस्ट गर्नुपर्छ। साथीहरु भिडियो कस्तो लाग्यो? राम्रो लागेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नुहोला। धन्यवाद।